त्यो प्रेम जो ठुलो आवाजमा छैन, न घोषणा गर्छ न देखाउन खोज्छ, त्यो त चुपचाप आउँछ र भित्र कतै बस्छ, हल्ला नगरी, अधिकार नजताई। त्यो प्रेम तब सुरु हुन्छ जब कसैले तिमीलाई हेर्छ र तिमीलाई पहिलोपटक आफ्नै अस्तित्व सही लागेको महसुस हुन्छ। न त चाहिएको जस्तो न त अधुरो जस्तो, बस ठिक्क। त्यो चाहना होइन, त्यो चिन्ने अनुभूति हो। जस्तो कसैले धेरै पहिलेदेखि तिमीलाई चिनेको थियो, आज मात्रै सम्झिए। साँचो प्रेम कब्जा होइन, त्यो उपस्थिति हो। तिमीलाई बाँध्दैन, तिमीलाई हेर्छ। तिमी बदलिँदा डराउँदैन, तिमी बढ्दा खुसी हुन्छ। त्यो प्रेम तिमीलाई सानो बनाउँदैन, आफू ठुलो देखिन। त्यो प्रेम त आफू फैलिन्छ ताकि तिमी फक्रिन सकू। त्यो प्रेम धैर्य हो, पर्खाइ हो, दूरीसँग डर नमान्ने साहस हो। किनकि जसले प्रेम गर्छ उसलाई थाहा हुन्छ समयले साँचो कुरा मेटिँदैन, बरु अझ स्पष्ट बनाउँछ। त्यो प्रेम भाग्य मात्र होइन, त्यो रोजाइ हो। हरेक दिन फेरि फेरि गरिने निर्णय, आज पनि तिमी, आज पनि यही। सजिलो भएर होइन, सधैँ मिलेर पनि होइन, तर अर्थ लाग्ने भएर। त्यो प्रेम पूर्णताको खोजी होइन, त्यो अधुरोपन स्वीकार्ने साहस हो। तिम्रा डर, तिम्रा ईर्ष्या, तिम्रा नराम्रा दिनहरू सबै लिएर उनी भन्छन् म देख्छु र म अझै पनि यही हुन्छु। त्यो प्रेम बलिदान हो, तर आफैलाई मेट्ने होइन। अहङ्कार छोड्ने हो, नियन्त्रण छोड्ने हो, तर आफ्नो आत्मा होइन। त्यो प्रेम शान्त बसाइ हो, केही नगर्दा पनि सबै ठिक लागेको क्षण हो। एउटै कोठामा दुई मान्छे अलग अलग संसार लिएर, तर एउटै रिदममा। त्यो प्रेम समयसँग लड्दैन, समयसँगै बग्छ। चाहना साथी बन्छ, साथीपन समर्पण बन्छ। त्यो प्रेम पुरा गर्ने कुरा होइन, त्यो सँगसँगै हिँड्ने कुरा हो। म तिमी बिना अधुरो छु होइन, म पुरा छु र तिमी मेरो यात्रा हो भन्ने कुरा हो। र स्वर्ग कुनै ठाउँ होइन, न उज्यालो न सुनौलो बाटो। स्वर्ग त त्यही हो जहाँ कसैले तिमीलाई स्पष्ट देख्छ, खुला मनले रोज्छ र डर बिना बस्छ। कारण चाहेर होइन, आवश्यकताले होइन, बस प्रेमले। त्यही हो शुद्ध प्रेम, जसलाई संसारले बारम्बार व्याख्या गर्न खोज्छ। किनकि एकपटक महसुस भएपछि बाँकी सबै कुरा सम्भव त लाग्छ, तर आवश्यक हुँदैन।